वेस्टर्न अस्ट्रेलियामा नेपालीहरूको समुदाय बढिरहेको छ र यसैबीच यो लोकल इलेक्सनमा आफ्नो काउन्सिलर क्यान्डिडेट्स दिएर चुनावी माहौलमा होमिनुभएका चुनामणि लामिछानेज्यूसँग हामीले कुराकानी गरेका छौँ। उहाँको नेपाली कम्युनिटी पर्थमा ठुलो योगदान छ। नावामा रहँदा उहाँको कार्यकाल सफल कार्यकाल थियो। साथसाथै वेस्टर्न अस्ट्रेलियाको मल्टिकल्चर एसोसिएसनले पनि उहाँलाई रिकगनाइज गरिसकेको छ। नमस्कार, धन्यवाद सुरज सिलवालजी। हामीले विगतमा धेरै अर्गनाइजेसनहरूमा काम गर्ने मौका पायौँ। यहाँ WA मा पनि नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया लगायत विभिन्न स्पोर्ट्स अर्गनाइजेसनहरू र अरू अर्गनाइजेसनहरूमा हामीले काम गऱ्यौँ र गरिरहेका छौँ। त्यो काम गर्ने क्रममा हामीले एउटा के रियलाइज गरिरहेका छौँ भने यहाँ एउटा 3 किसिमको छुट्टै छुट्टै कम्युनिटी अर्गनाइजेसनहरू छन्। एउटा नितान्त नेपाली अथवा कुनै पनि कन्ट्री अथवा भाषासँग सम्बन्धित अर्गनाइजेसनहरू हुनुहुन्छ। कोही चाहिँ मिक्स भएर मल्टिकल्चरल अर्गनाइजेसनहरू हुनुहुन्छ र गभर्मेन्ट सेक्टरको गभर्मेन्ट बडी छँदैछ। हामीले यो काम गर्दाखेरि के फिल गर्यौँ भने यो देशको पोलिसी अनुसार यसको मल्टिकल्चरलिजमको जो सिस्टम छ त्यसलाई हामीले रिच आउट गर्न र हामीले हाम्रा अर्गनाइजेसनहरू, हाम्रो भाषा र हामीले जुन गरिरहेका छौँ नेपाली र नेपालीहरूको बिचमा त्यसलाई सार्थक बनाउनको लागि हाम्रो कनेक्सन चाहिँ यहाँको गभर्मेन्ट बडीसँग हुनुपर्छ। र अहिले 2025 को लोकल इलेक्सन आइरहेको बेलामा हामीले नेपालीको प्रतिनिधित्व पनि गर्न सक्यौँ भने सायद त्यो प्रतिनिधिले त्यो यहाँको गभर्मेन्ट सेक्टरमा काम गर्ने प्रतिनिधि र नेपाली समुदायको बिचको कनेक्सनलाई राम्रो ब्रिजको काम गर्न सक्छ कि। र अहिलेबाट हामीले सुरु गऱ्यौँ भने फ्युचरमा हाम्रो सबैतिर कनेक्सन होस् भन्ने चाहनाले हामीले यो प्रयास गर्दछौँ। जुन किसिमको यो माहौल र यो बाटो खुलेको छ यसलाई आगामी पुस्ताले पनि निरन्तरता दिन सकिन्छ भन्ने उद्देश्यले पनि उहाँले आफ्नो यो क्यान्डिडेन्सी दिनुभएको हो। इलेक्सन क्याम्पेनको कुरामा यो आफैमा एकदमै एकदम एक्सट्रिमली मिक्स्ड कम्युनिटी भएको एरिया छ हाम्रो सिटी अफ क्यानिङ। युरोपियन समुदायबाट, साउथ एसियन समुदायबाट, अब नेपाल, इन्डिया, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश लगायत थुप्रै अरू कन्ट्रीको भाषाभाषीहरू बसोबास गर्नुहुन्छ। र हामीले यो क्याम्पेनको क्रममा हामीले डोर टु डोर गर्ने क्रममा हामीले धेरै पोजिटिभ भाव पाएका छौँ। के अर्थमा भन्दा कसैले पनि यहाँ आफ्नै एउटै ग्रुप भन्दा पनि एउटा मिक्स रूपले जान सक्ने, इन्टर मल्टिकल्चरल काम गर्न सक्ने प्रतिनिधि खोजिरहेका हुनुहुन्छ यहाँको धेरै जनसमुदायले। र हामीले एकदम पोजिटिभ फिडब्याक पाएका छौँ र हामी आशावादी पनि छौँ। यो सम्पूर्ण नेपाली कम्युनिटी जति पनि अस्ट्रेलियामा हुनुहुन्छ अथवा विदेशमा हुनुहुन्छ उहाँहरू सबैको लागि एउटा गौरवको विषय हो। हामीले आफ्नो राइट खोजिराख्दा यो विदेशी भूमिमा आफ्नो क्यान्डिडेन्सी पाउनु अत्यन्त सराहनीय छ। यो एउटा ट्र्याक चाहिँ पुरा ओपन छ, रेडी छ, तरिकाहरू रेडी छन्, हाम्रो पहुँच चाहिँ रेडी छ। यो एरियामा जो नेपाली अथवा गैर नेपाली दाजुभाइ दिदीबहिनीहरू बसोबास गर्नुहुन्छ अझै पनि भोट हालिसक्नु भएको छैन भने कृपया चुनामणि लामिछानेको नाममा नम्बर 1 लेखेर ब्यालेट पेपर 17 अक्टोबरभन्दा पहिला पोस्ट गरिसक्नुहोला भन्ने म विनम्र अनुरोध गर्न चाहन्छु। यो प्रयास भनेको हाम्रो सबै नेपालीको लागि हो। यो पर्सनल मामिला होइन, यो चाहिँ एउटा नेसनल मामिला हो। हाम्रो नेपाली सोसाइटीको, डायस्पोराको, हाम्रो यहाँ जहाँ बसोबास गरिरहेका छौँ त्यो ठाउँमा हाम्रो स्ट्रेन्थ राम्रो होस्, हामीले कम्फर्टेबल फिल गर्ने गरेर हामीले लाइफ बिताउन सकौँ भन्ने हाम्रो चाहना हो। होपफुल्ली सबै राम्रो हुनेछ। धन्यवाद। उहाँको क्यान्डिडेन्सीले सम्पूर्ण नेपालीहरूमा एउटा हर्ष र आशाको बत्ती बालेको छ र उहाँ यसरी आइराख्दा हामीले सबैले सपोर्ट गर्नुपर्छ र यसलाई हामी सबै मिलेर सफल पार्नुपर्छ।